इन्डिया भयो, नेपाल भयो है, बोर्डरबाटै सुरु भइसक्यो हाम्रो देशको हालत। कडा छ तर अलि ढिलो छ है हाम्रो देशको स्थिति जस्तो। देश चाहिँ कडा हो हाम्रो, अलि ढिलो भयो। आफ्नो पाइला टेकेमा ढोकिहाल्यो मैले माटा आफ्नो देशको। मैले बिहान भनेँ त जननी जन्मभूमि स्वर्ग त बिगारी यस yes that's right। आफ्नो देशको माया चाहिँ लाग्छ यार। आनन्द हामी आफ्नो बन्द छ यो पुरै। इन्टरनेसनल ट्रिप सकै, फर्स्ट इन्टरनेसनल ट्रिप आशिष। अब यो वर्ष अर्को एउटा चाहिँ हान्नै पर्छ जसरी होइन। भैरवा जाने हो। भैरवा कुन ठाउँमा चाहिँ? गौरा देवीनगर। देवीनगर छ, देवीनगर। कति टाढा पर्छ? डेन्जर इम्पोर्ट भइरहेको छ। भन्सार गर्ने चाहिँ त गुड प्रोजेक्ट गोइङ अन नेपाल डटर मान्छे आई गेस। बल्ल नेपाली नोट आयो हातमा है। कौन सा कितना? 60 रुपये आए। नेपाली है ना 80। नि यो चाहिँ हामी सौराछापको आइपुग्यौँ है। चौडा हो उताबाट होइन, पश्चिम गाडी जाने होइन यार, यताबाट जान्छ क्या जहिले पनि। सानो बाटोबाट जान्छ कि, म बाइकमा गएको थिएँ नि त, मलाई थाहा छ सबै। तिमी यहाँको लोकल भयो नि। यताबाट चाहिँ लुम्बिनी होइन, होइन भैरवा हो नि, यताबाट माथि लुम्बिनी हुन्छ त्यस्तो छ। यताबाट चाहिँ नारायणघाट जानु मिल्छ। नारायणघाट हो र यो? ए अँ हो यार। यताबाट चाहिँ पश्चिमबाट मलाई ठ्याक्कै याद भयो क्या। गर्मी चाहिँ राम्रै छ, सफा चाहिँ सफा छ। तिलोत्तमा नगरपालिकाको धेरै सुन्नुभयो होला, जो सफै छ, जुलुसुल उडिरहेको छ। दाइलाई चाहिँ अलिक दुःख भयो होइन, तर हामीलाई चाहिँ दुःख छैन। दाइलाई यसो काम गर्न परिहाल्यो होइन, पैसा कमाउनु। एउटा सवारी चाहिँ बाँकी थियो, जो पनि सवारी भयो। के को सवारी हो गेस गर्नु होइन। यो के भन्छ यसलाई? यसलाई रिक्सा भन्छ, रिक्सा भन्छ। हाम्रो भिन्टेज साइकल रिक्सा। रिक्सा पनि होइन त यो। दामी लागिरहेको छ शीतलमा है, टक्क लगाएर मजा आइरहेको छ। आफ्नो देशमा फर्किहाल्यो होइन। यता त अब त सब फ्याक्ट्री भइरहेको छैन, अब सब आफ्नै होइन। दाजुभाइ दिदीबहिनी उता भइहाल्छ थियो, अब यता आफ्नो दाइहरू भयो सबै। धेरै रमाइलो लाग्ने यार। म पनि लास्ट डढेको छु यार, हिजो त लाइन उभिएर होला होइन, यस्तो ह्यान्डसम मान्छे काले हो यार। म चाहिँ डढेको छु क्या। म फेरि डढ्नु बाँकी कहाँ छ भन्ने कुरो हो कि यार। मुखै डढेको छु यार। त्यो डढ्नु बाँकी कहाँ थियो यार, म डढेँ यार। मन भने होइन, मैले मुख डढ्यो भने तिमी मन डढ्यो होला भनेर। सो बुटोल सहर घुमघाम है, रमाइलो सहर छ, एकदम डेभलप भइसक्यो। तराएर पहाड ठ्याक्क उ गर्ने छुट्टिने जिल्ला जस्तो गएको छ ट्रान्जिट पोइन्ट। हाम्रो चक्लेट रुम है बुटलको। हाम्रो आफ्नै एक केटा दामी स्पेस रहेछ। हेलो गुड मर्निङ गाइस, वेलकम टु डे 7, फाइनल डे अफ आवर ट्रिप है। आज चाहिँ हामी बुटलमा छौँ, यसो एक्सप्लोर गर्दै थियौँ। अनि स्टोरेज फुल भएर चाहिँ केही भिडियो रेकर्ड गर्न पाएको थिएन। त्यो त होइन, रेन्टल चाहिँ हामी बाइक रेन्टल स्कुटर रेन्टललाई यसो खोजिरहेको थियौँ। हिजोको बाइक चाहिँ पाइएन होइन क्या, अब यही हाम्रो बाइक, कार, ल्यान्ड रोभर, ल्यान्ड क्रुजर सबै यही नै भयो। आरामले हाम्रो पर्सनल रिजर्भ गरेर अलिक गर्मी भएर, नत्र हामी चाहिँ यसो हिँड्दै बाइकमा जाने सोच्थ्यौँ। अब पाइहाल्यो गर्छ, ठिक छ। शान्त सुन्दर छ बुटोल चाहिँ, इन्डिया जस्तो क्राउडेड केही छैन, सफा छ। तिलोत्तमा नगरपालिका एकदम प्रशंसा भइरहेछ। प्रशंसा चाहिँ के लेख्छ होइन, ठाउँ चाहिँ प्रशंसनीय नेटी छ। गुड ल, अब यताबाट हामी चाहिँ चियावाला जाऊँ होइन। चियावाला नभए धेरै भयो, हामी चाबेको चियावाला जान्छौँ। अब यता जानु पर्ला। फुल्की खान जान्छौँ बुटोलमा। बुटोलको फुल्की गुड। मलाई चाहिँ चिया माया जान मन थियो होइन, सानो माया
साथीहरूको हो क्या त्यो त्यहाँ जान मन थियो त्यहाँ नभएर अब त्यो चियावालै जानु पर्ला आफ्नो ठाउँ है त त्यसमा चाहिँ कुकी खाम्ला है त्यहीबाट ल ल सियु गाइस किप वाचिङ यहाँ रहेछ चियावाला ल दामी रहेछ जस्तो लाग्छ यहाँबाट बुटोलको चियावाला नि आइपुग्यौँ हामी सियु गाइस ल यति राख्नु पर्यो ल अब हामी चिया खाउँ हाम्रो सामान एन्टिक सामानहरू जियोस् डेन्जर तरिकाले राखेको छ चियावाला पनि इमोसन हो है जियोस् एक्सप्रेस सुरु हुनुभन्दा अगाडिको इमोसन चियावाला पनि है चियावाला दारी भाइ ल यार चिल छ क्या फ्रेस गर्मी हुँदा नि फ्रेस हामी चाहिँ सिद्ध बाबा धाम नजिक आइसक्यौँ होइन कुन हो रे कुन खोला भने तिमीले तिनौ यो त खोला होइन खासमा बाढी आएको क्या पहिला ए बाढी जस्तो बनाएको खोला होइन यो नदी हो त्यता नदी त तलतिर हो अँ यो चाहिँ माथि सिद्ध बाबादेखि आएको बाढी हो ओहो ए डोजोले काटे होइन यो होइन सब बाढीले होइन ए 1-1.5 वर्ष अगाडि आएको थियो नि बाढी सिद्ध बाबाको मन्दिर यो पनि हाम्रो चन्द्रगिरी धेरै रस भएको अवस्था है 5:30 यही भइसक्यो 6 बजेको फ्लाइट चाहिँ कस्तो भुलिएछ क्या त्यो मिटिङ हुँदा हुँदै अब रिजर्भ गरेर जाउँ यस्तो हतार भयो यार लास्ट है खै एबिसिडी भन त एबिसिडी अल्फा ब्राभो चार्ली डेल्टा भनेको सबै सबै त के भन्नु अल्फा बेटा चार्ली डेल्टा एबाट इफो इको इको ए एको फादर होटल एबिसिडी जी खै त जीबाट एबिसिडी पनि मलाई सिरियली भन्न आउँदैन ओबाट अक्टोबर होइन आरबाट रोज जेडबाट सिब्रा एक्सबाट एक्सरे रस भएको खाली फाइनली आइपुग्यो यार आइपुग्यो सनसेट बगाल सनसेट देखिरहेको छ रिजर्भ गरेर आयो त्यसलाई चाहिँ धेरै धन्यवाद है टाइममा पुऱ्याइदिनुभयो हाम्रो आफ्नो मिस्टेकले हो त्यहाँ रनवे उभिसक्यो प्लेन चाहिँ अब लेट्स गो उल्टो बोर्डिङमा है माइक चेक 1 2 है जे भइरहेछ राम्रो भइरहेछ होइन एक्स्ट्रा पैसा तिरे पनि जोस् टाइममा आइपुग्यो बोर्डिङ चाहिँ गर्न भ्याइसक्यो हामीले बोर्डिङ गरेर सिट चेक गरेर आइसक्यौँ बोर्डिङ चेक गरेर घुम बनाएँ यस्तो यस्तो गरेर यस्तो गरेर ल ट्रेन उड्न लागेको थियो साउन्ड अलिक कम सुनेर होला डिले चाहिँ मजाले डिले हुन्छ एकछिन आनन्दले बस्ने अब आनन्दले बस्ने अब त्यही केही छैन टाइममा पुग्यो टेम्पोले अलिक बढी पैसा दियो 1000 रुपियाँ बढी दियो होइन नभए 2-3 सयमा आउनुपर्ने ठिक छ जे हुन्छ राम्रै हुन्छ थ्याङ्क यू फर वाचिङ है गाइज अनि इम्पोर्टेन्ट अनाउन्समेन्ट चाहिँ के हो भने चाहिँ अहिले हाम्रो मिटिङ सक्सेसफुल भइसक्यो अब हाम्रो आफ्नै ट्राभल टुर्सहरू तपाईँहरूलाई बुकिङहरू इन्टरनेसनल डोमेस्टिक सबै टिकेटिङ जे चाहिन्छ सबै सुविधा हामी दिन सक्छौँ होइन अहिलेलाई चाहिँ अब पेजहरू बनिसकेको छैन एक्सप्रेस ट्राभल्स एन्ड टुर हुन्छ मलाई अहिले डिएम गर्दै हुन्छ इन्स्टामा नत्र मेरो नम्बरमा 9860243951 मा कल गर्नु तपाईँलाई के टिकेटिङ चाहिन्छ होइन इन्टरनेसनल टिकेटिङहरू चाहियो नत्र अब होटेल कहीँ बुकिङ गर्नु पऱ्यो कुनै प्याकेज मिलाउनु पऱ्यो होइन टुरको तपाईँको इन्डिभिजुअल ग्रुप कपल जे भयो भने सबै सुविधा छ त्यो बाहेक अरू आशिषले भने सक्ने सुविधा के हो भिजा सर्भिस सुविधा हामी सबै सक्छौँ भिजा हुन्छ श्रम पनि हुन्छ होइन टिकेटिङहरू तपाईँलाई टिकेटिङमा चाहिँ एकदमै जेन्युन प्राइस अफोर्डेबल प्राइस हुन्छ बेस्ट क्वालिटीमा हामी एकदम गर्छौँ होइन सुरुमा अलिक कमजोरी होला तर बिस्तारै सिक्छौँ युट्युबमा सपोर्ट गरेर चाहिँ हामीलाई सपोर्ट गर्नुहुन्छ भने आश गर्छौँ थ्याङ्क यू फर वाचिङ गाइज वी मस्ट ग्रो टुगेदर ल गाइज फाइनली है टाइम आइसक्यो डिले भयो कुनै बेला भइसक्यो अहिले चाहिँ भैरवा इन्टरनेसनल एयरपोर्ट पनि हो चाहिँ हामी डोमेस्टिक साइडमा छौँ सानो भाइ चाहिँ डराएर आउनै छोडिसक्यो त्यही होला डराउनु पर्दैन कि आउन छैन नि भाइ इभिनिङको चाहिँ फर्स्ट टाइम है मेरो चाहिँ वाट्सएपमा हाल्दैन लास्ट रेडी हो सिटमा बस चाहिँ भरि भराउँछ यार भैरवा क्राउडेड है दिस डेज अब मिनी पनि यतैतिर होला नि होइन
कहाँ छु नि त बडो भ्यू यार काठमाडौँतिरै हो यत्रो कोटेश्वरै हो पक्कै त कोटेश्वरबाटै हो यो कोटेश्वर त्यहाँ टेक अफ चाहिँ रहेछ ल क्याच क्याच चाहिँ हान्यो नि त फेरि बस यार अरू ब्याग ब्याग लिएर जाने हो नानीको प्लेनहरू चाहिँ ह्याङ्गरहरू हो त यो वर्ष होपफुल्ली एउटा चाहिँ हालिन्छ यार भोलि हाली भिडियोमा जानै पर्छ हाम्रो आफ्नै ट्राभल्स एन्ड टुर्सबाट जानुपर्छ तपाईँलाई पनि बुकिङ चाहिन्छ टुर्स एन्ड ट्राभल्स प्याकेजहरू चाहिन्छ भने सम्झने होला है औ बाबु औ मेरो प्यारो ब्याग धेरै साथ दिएको ब्याग है ल काठमाडौँको चिसो हावामा स्वागत छ हामीलाई है बालेन सिटी अल्सो नोन एज काठमाडौँ सिटी काठमाडौँ सिटी अल्सो नोन एज बालेन सिटीको स्वच्छ हावामा हामी ल्यान्डलाई के भन्छ नेपालीमा ल्यान्ड हुनुलाई नेपाली भन न यसो स्वच्छ अवतरण भएर अब हाम्रो चिया एक्सप्रेसतर्फ प्रस्थान हुन गइरहेको छौँ हामी कति हिन्दी बोल्ने नेपाली बोल्ने हाम्रो केटाहरू एक्सप्रेस गाइज आइस है मिठो चिसो हावा आयो आनन्दको ल केटाहरू ओ के छ केटा किन नि आमा मिठो चिसो हावा आएर यताको त गर्मी जाम सिँडेन तै चल ल हामी अब चिया एक्सप्रेस आइसकेका छौँ है बिचमा एक्सप्रेस हुँदै नगर न